जुम लगाएछन् मेरो फेभरेट प्रोग्राम नै सुन्छ कि आइसा तिम्रो प्रोग्राम भन्दा पनि देशमा के भइरहेको छ त्यो जान्न जरुरी छ जान्नु त के हुन्छ बाबा हामीले गर्नु सक्ने के हैन हामीले केही गर्न नसके पनि देशभित्र हत्या हिंसा आतंक बढिरहेछ त्यसपछि सतर्क रहन सक्छ अनि त्यसको लागि सधैँ न्युजै हेरिराख्नु पर्छ त मलाई मन परेको प्रोग्राम कहिले हेर्न दिसिन्न हजुरहरूले हेरिराख्छु हेर्नु पाए छैन मलाई कान्तिपुर समाचार जारी रहनेछ कान्तिपुर टेलिभिजन हेर्दै गर्नुहोला स्टोरी सुट्ने कि कहिले पनि टिभी हेर्न दिने होइन भने जहिले पनि न्युज 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 हेलो के हुनु मामु बुवासँग झगडा मलाई कहिले टिभी हेर्न दिसिन्न जहिले पनि न्युज 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 हेटरले सधैँ यही कथा त हुन्छ बरु सुन्न मैले किन फोन गरेको तँलाई म भोलि स्कुल आउँदिनँ है के रे त धेरै जानिनौ है कुन स्कुल आइज तँलाई थाहा छैन मलाई स्कुलमा बस्नु मन लाग्दैन मेरो कुरा त सुन भोलि मामा घरमा दाइको बिहे छ क्या त्यो होल फ्यामिली जानुपर्छ सायद 1 हप्ता जति लाग्छ होला मलाई पर्छ तर जे गर्नु मान्छेको थाहा छैन यसको रिस पनि नाकको टुप्पोमै छ केही छैन मामा घरको दाइपछि पकाइहाल्छ नि Good morning everybody. Sit down. He's our new student, Ronnie. So ऊ आजैबाट क्लास जोइन गरिरहेछ Ronnie, तिमी गएर बस्नु सर त स्मृतिको सिट हो तर स्मृति बिदामा छ आइसा जबसम्म ऊ आउँदैन बस्नु दियो लेकिन सिट दियो ओके सर I'm sorry. Sorry for what? म तिम्रो बेस्ट फ्रेन्डको ठाउँमा बसेँ नि त अन्त ठाउँ खाली नै थिएन It's okay. एक्चुअली मेरो ड्याड गभर्मेन्ट जबमा इन्गेज हुनुहुन्छ त्यसैले उहाँको ट्रान्सफर सँगसँगै हामी पनि ट्राभल गरिरहनु पर्ने हुन्छ So I don't have any best friend. मेरो पनि बेस्ट फ्रेन्ड भइदिएको भए मेरो ठाउँमा अरू कोही आएर बस्यो भने सायद ऊ पनि यसरी नै रिसाउँथ्यो होला Hi, I'm Ronit. I'm Anisha. Friends? Okay, friends. यो थियो आइसा मेरो नयाँ स्कुलमा सबैभन्दा राम्री अलि बदमास अलि बढी नै केयरिङ केटाहरूसँग फाइट गर्नु उसको फेभरेट गेम हुन्थ्यो भने एकैछिनपछि प्याचअप गर्नु उसलाई मन पर्थ्यो बिस्तारै आइसाको जीवनमा कुन बेला मैले स्मृतिको ठाउँ लिन पुगेँ हामीलाई थाहै भएन Ronit, मेरो साइन्स नोटबुक खै कुन नोटबुक मलाई दिएको थियो र भेरी फनी म चाहिँ एक्जाममा फेल हुनु कि क्या हो फेल त हुन नै छ नि हामी सबैलाई एक दिन स्कुल लाग्छ 7 दिन बन्द हुन्छ कहिले नेपाल बन्द कहिले के बन्द के हो एक्ट त यस्तो गर्दैछ जस्तो कि यो स्कुलको सबभन्दा इन्टेलिजेन्ट फ्रेन्ड तिमी नै हो मेरो नोटबुक लगी कपी गर्नुपर्ने मान्छेको यत्रो भाषण आइसा के भयो आइसा प्लिज भन न के भयो आइसा
रोनितबाट फुर्सद पायो भने कहिलेकाहीँ हामीलाई पनि टाइम दिने हो कि वी आर अल्सो इन क्यू आयुष आइसाले के भने किन तल आइसाले भनेन बाहिर आइसा तेरो को बेस्ट फ्रेन्ड या तेरो गर्लफ्रेन्ड किन तँलाई भन्न डर लाग्यो कि आई लभ हर बरु हामीलाई भन्न हामी बरु साइड राखिदिन्छौँ बरु भन्न तेरो ड्युरेसन कहिलेसम्म छ त्यसपछि हामी पनि क्युमा छौँ नि त त्यस दिन पहिलोपल्ट मैले रियलाइज गरेँ कि साँच्चै मेरो मनमा आइसाका लागि धेरै माया थियो उसको आँखामा देखिएको आँसुले मलाई यति हदसम्म पागल बनाइदियो कि म आफ्नै साथीहरूसँग पनि झगडा गर्न पुगेँ आइसाले मलाई धेरै सम्झाउने कोसिस गरेँ तर मैले आफूलाई कन्ट्रोल गर्न सकिनँ आन्टी आइस अच्छा भित्रै जाऊ न हामी एकछिन सपिङ गरेर आउँछौँ है Sorry for what? मैले आइसहरूसँग झगडा गरेँ नि त आई प्रमिस अबदेखि म कहिल्यै गर्दिनँ मलाई थाहा छैन किन तिम्रो आँखामा आँसु आएको म हेर्न चाहन्न आई कुड नट कन्ट्रोल माइ सेल्फ आइसा थ्याङ्क्स फर वाट For your support? Aisha, whenever you will be in need, I'll be there for you because I love you. I love you too, Ronit. मेरो दुःख बुझिदिने मनको कुरा बोलिदिने मिठो विचार भनिदिने जीवनको दर्शन दिने तिमी जस्तो साथी छैन बाबाको टक्कर पनि हुनुहुन्छ सायद यहीँबाट हामी पोखरा जानुपर्ने I cannot live without you. होइन तिमीसँग अलग भएर बाँध्न त मेरो लागि पनि पोसिबल छैन तर के भयो मैले सोच्न सकिरहेको छैन त्यसो भए तिम्रो पेरेन्ट्सलाई भन तिमी यही काठमाडौँमा बसेर पढ्छौ भनेर त्यो झन् पोसिबल छैन
होल फ्यामिली उता गएर मलाई मात्र यहाँ एक्लै छोड्नु बाबा मान्नुहुन्न। रनित त्यसले तिमीले के सोच्यौ अब के गर्ने? आइएम सरी आइसा, तर मलाई लाग्छ हामी अलग हुनुपर्छ। तर अलग भए पनि हामी 15 मिनटमा भेट्न सकिहाल्छौँ। पनि यस्ता शंकास्पद वस्तु देख्नु भएमा वा फेला पार्नु भएमा तुरुन्तै नजिकैको प्रहरी इकाइहरूमा यी भाइ बहिनीहरूले चाहिँ खबर गरिहाल्नुहोस्। From the Prime Ministerial election race, Yemen Chairman urges Congress not to come in the way of national consensus. US President Barack Obama condemns Iranian President's UN speech. के भयो छोरी घरमा बस्दा बस्दा बोर भयो? यो देशमा यस्तै हो, कहिले कस्तो भयो कहिले कस्तो भयो। अबबाट झन् 7 दिन बन्द अरे, कसरी बिताउने हो त्यत्रो साथहरू, के गरेर बिताउने? हेलो ए रोहित छ आइसा तिम्रो फोन। मलाई थाहा छ तिमी रिसाइरहेछ, तर मेरो कुरा त सुन्नु। आइसा केही त बोल। बन्दाले गर्दा घर जस्तो जस्तो बोर भइसक्यो, बल्ल फ्रेस हुनु कसरी? हामी स्टुडेन्टहरूको पढाइ बिग्रियो भनेर हाम्रो स्कुलले बन्द लेख्नु गर्दै स्कुल खोल्यो नि। मनिषले मलाई फोन गरेछ तिमीहरू बिच झगडा भएको हो?
त्यस्तो के होइन अब हुँदा हुँदा मसँग कुरा लुकाउनु नि भएछ होइन एनिवेज भोलि स्कुल आउँछस् कि आउँदैन नआएर के गर्नु घर जस्तो जस्तो बोर भइसक्यो आउँछु ल ल भोलि स्कुलमै भेटौँ न त बाई बाई फोन गरेर रिसिभ गर्दैनौ यहाँ भेट्दा बोल्दैनौ तिमी किन यति साह्रो रुट बनिरहेछौ ऐसा रुट म होइन तिमी हो द्याट्स वाइ यु आर लिभिङ मी कसले भन्यो म तिमीलाई छोडेर जाँदैछु भनेर अलराइट सुन बाबाको ट्रान्सफर कन्फर्म भयो बाबा पर्सि पोखरा जाँदै हुनुहुन्छ तर बाबा मात्रै हामी होइन रियली रनेट यसरी बाबाको ठाउँ ठाउँमा ट्रान्सफर भइराख्दा म र मेरो भाइको पढाइ बिग्रियो भनेर बाबाले आफै डिसाइड गर्नुभयो कि म भाइ अनि मम्मी यही काठमाडौँमै बस्ने अरे जसरी कल्पना नै नगरेको घटना मेरो जीवनमा घट्यो जुन घटनाले मेरो आइसालाई मबाट सदाका लागि टाढा लिएर गयो म जस्तै यो देशमा अझै कति रुनितहरू होलान् जसले आफ्नो माया यसरी नै गुमाउनु पर्यो होला आफ्नो स्वार्थको लागि कसैको पनि ज्यान लिनु पछि नहट्ने त्यस्ता थुप्रै स्वार्थी मान्छेहरूको भिडमा मेरो यो कमजोर आवाज कसले सुनिदिने आज पनि आइसाको त्यो इनोसेन्ट मुस्कान उसको म प्रतिको मायाले मेरो आँखामा आँसु भरिदिन्छ आँखा चिम्लेर एकसाथ विश गरेको हाम्रो भविष्यको सपना पुरा भएन भनेर मलाई अझै विश्वास लाग्दैन बिना कुनै दोष आफ्नो जीवन गुमाउनु परेको आइसाको रगतले लटपटिएको अनुहार आज पनि मलाई याद आउँछ मसँग टाढा हुनु पर्ला भन्ने डर सधैँ मनमा पालेर राख्ने आइसाले जीवनभर एक्लो बाँच्नु पर्ने पीडा मलाई दिएर गइन् एक्लो नितान्त एक्लो जीवन बाँच्ने प्रयास आज पनि म गर्दैछु आइसाको यादमा